15-20 पटकभन्दा बढीसँग लापरवाहीपूर्ण चलाउनेहरूलाई हामीले लाइसेन्स निलम्बनको लागि, जसले अत्यन्त लापरवाही चलाउँछ भने उहाँलाई सवारी चलाउने छुट छैन। प्रत्येक सवारी साधनहरूमा, सार्वजनिक सवारी साधनहरूमा सीसी क्यामेरा, ड्यासबोर्ड क्यामेरा अनिवार्य रूपमा हुनुपर्ने छ, जिपिएसहरू हुनुपर्ने छ। भने यो राइडर सर्भिसका मोटरसाइकलहरूमा, बाइकहरूमा एसओएस बटन क्यामेरा अनिवार्य रूपमा हुनुपर्ने गरी अगाडि बढाएका छौँ। र जसले लापरवाहीपूर्ण चलाउँछ, लापरवाहीपूर्ण सवारी साधन चलाउनेहरूलाई हामीले यही महिना मात्र 31 जना सवारी चालकहरूको सवारी चालक अनुमति पत्र निलम्बनको लागि लेखेर पठाएका छौँ, जसमा लापसे गरेर चलाउने, मापसे गरेर चलाउने, चेकिङमा कसैले रोक्नु भएन भने नागरिकको ड्युटी पनि होला, फेरि त्यहाँ अगाडि चेकिङ छ भने रोकिदिनु पर्ने। त्यसरी चाहिँ नरोकिकन जाने मान्छे या ड्रिङ्क एन्ड ड्राइभ गरे होला, या ड्रग्स एन्ड ड्राइभ होला, या लाइसेन्स नभएको मान्छे होला। त्यसले गर्दा ट्राफिक प्रहरी देखेपछि आत्तिएर चाहिँ साइड लागेर भाग्न जाने होला। त्यति बेला हामीले भनेका छौँ अब त्यो ट्राफिक पुलिसको चेकिङ देखियो, छलेर जम्मै जाऊ भने सबैलाई चाहिँ छलेर जाऊ चुप्लाएर बस भन्ने कि के गर्ने। तर त्यति बेला हामीले कन्ट्रोल मेकानिजममा अब चाहिँ हामीले के गर्छौँ, त्यसरी जानेको नम्बर प्लेट रिड गर्छौँ र अगाडिको स्टेसनमा समात्ने गरी, अगाडिबाट समात्ने गरी त्यसलाई चाहिँ लान्छौँ। यहाँले भनेको विषयमा हाम्रो ध्यान आकर्षण भइसकेको छ। यो ट्राफिक व्यवस्थापनका सवालमा काठमाडौँको जनजीविकासँग प्रत्यक्ष रूपमा जोडिएको, दैनिक रूपमा जोडिएको र यात्रासँग जोडिएको र सडक सुरक्षासँग जोडिएको ट्राफिक व्यवस्थापनका सवालमा हामीले के गरिराखेका छौँ र नागरिक र सञ्चारकर्मी मित्रहरूसँग हाम्रो अपेक्षा के हो भन्ने